साथीहरू आज चाहिँ सर्लाही लालबत्तीको मौसम यस्तो छ लास्टै पुरै हुस्यो लागेर कालो भएर पुरै सुकिएको छ अब त जाडो महिना आयो यो वर्षको जाडो महिना चाहिँ बल्ल आजबाट सुरु भएको छ है नत्र पुरै चर्को घाम लागेर बाहिर हिँड्न नसक्ने डुल्न नसक्ने होइन घाम पनि चर्को लाग्थ्यो आज चाहिँ पुस 4 गते भएपछि बल्ल चिसो सुरु भएको छ आनन्दको चिसो आएको छ र अन्धकार अब चाहिँ जाडो भयो है जाडो सुरु भयो है भन्ने चाहिँ एउटा भयो नत्र यो वर्ष यतिकै बितिसकेको थियो जाडो नआइकन मेरो पुरा जाडो महिना चाहिँ लास्टै मन जाडो महिनामा रमाइलो गर्नु हुन्छ भनेर आएको जाडो महिना नपढाउनु पायो भने चाहिँ के मजा छ नि यसो घुम्ने सुम्ने हिँड्ने डुल्ने अझै हिउँ परे त हुन्छ हिउँ त पर्दैन यो ठाउँमा तर त मजै आउँथ्यो फेरि त्यस्तो खेलेरै बसिन्थ्यो होला दिनभरि खतरनाक छ खतरनाक चिसो सिट यस्तो मजाको सिट परिरहेको छ